हेलो एभ्रिवान, आजको मेरो आउटफिट रहेको छ येलो कुर्ता। आज चाहिँ हाम्रो कलेजमा हैन श्रावण स्पेशल मेहेन्दीवाला यस्तो प्रोग्राम थियो कि, अनि मेहेन्दी लाउने कम्पिटिसन थियो। जो पार्टिसिपेट यसै हुँदा हुने गेमहरू खेल्दा यतिकै लाउनु गर्ने थियो हैन। अनि मैले चाहिँ गेस वाट मेहेन्दी लाएर सेकेन्ड प्राइज आई गट इट। यस्तो क्युट पाएको छु मैले चाहिँ गिफ्ट। आज फ्राइडे चाहिँ हाम्रो मेहेन्दी प्रोग्राम थियो, श्रावण स्पेशल हैन। सबैजनाले कुर्ताहरू यस्तो लाएर आउनुपर्ने थियो। हाम्रो एज यु क्यान सी आवर गर्ल्स, यस म्याम स्माइलिङ देयर। सबैजना हामी चाहिँ बेलुनहरू पास गर्ने, अनि म्युजिक जसकोमा स्टप हुन्छ उसले चाहिँ ट्यालेन्ट सो गर्नुपर्ने थियो कि। अनि एउटा भाइ चाहिँ गीत गाइराख्नु भएको थियो त्यहाँनिर। अनि अब हाम्रो एक्साइटमेन्ट हेर्न सक्नुहुन्छ। मैले चाहिँ मेहेन्दी लाउन पार्टिसिपेट गरेको थिएँ। हामी 6-7 जना थियौँ। मैले चाहिँ सेकेन्ड प्राइज पाएको थिएँ। फर्स्ट र सेकेन्डलाई मात्र प्राइज थियो। अनएक्सपेक्टेड विन थियो यो। पार्टिसिपेट हुँ न त के छ र भनेर यसै हामी चाहिँ होइन पार्टिसिपेट भएको पनि सेकेन्ड हुँदाखेरि हाम्रो अनएक्सपेक्टेड विनको यति ह्याप्पिनेस थियो कि होइन, वी वेयर बस्टिङ आउट अफ ह्याप्पिनेस कि। अब हामी गिफ्ट ओपन गर्न गइरहेका छौँ। पहिला त हेरौँ। तीनजना बेसी होइन। वाट अ क्युट कसैले गिफ्ट। नितेश देऊ कसैले। यहीँको किचनमा सिनियरहरूले बनाएको तातो तातो मिठो आलु चप, चिया, बिस्कुट खाएर बाई बाई आजलाई।